घरबाट हिँडेको 10 मिनटमा बस पाएर आइपुगिसकेको छु। यो बुट्टाबारी हुँदै म अब तारालीको जङ्गल जानेछु। आउँदाखेरि बाटोमा आउँदाखेरि मलाई लिएर आउने मेरो हेलिकप्टर यहाँ छ होइन। पर जङ्गलबाट निस्केपछि खाजा खाने ठाउँ यहाँनिर चाहिँ हाम्रो आमाहरू पनि दाउराको भारी लिएर जङ्गलबाट आइपुग्नु भएको रहेछ हाम्रो आमाहरू। ल हजुरहरू सबैजनालाई नमस्कार है, सबैजनालाई नमस्कार। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म चाराली जङ्गल जानेछु निगुरो टिप्नलाई। अहिले चाहिँ म केही रफ्तारको पछाडि हेलिकप्टरमा बस पार्कमा आइपुगिसकेको छु होइन। बस पार्कमा आइपुगिसकेको छु। अहिले केही घरबाट हिँडेको 10 मिनटमा बस पार्क आइपुगिसकेको छु। बस पार्कमा पनि अहिले धमाधम नयाँ काम भइरहेछ है। बस पार्कमा पनि धेरै नयाँ काम भइरहेछ र रफ्तारमा एकदम रफ्तारमा कुदिरहेको छु हजुरहरूलाई। यो बिचमा आउँदा आउँदा बस पार्क पनि भेट्यो। बस पार्कको पनि भिडियो लिइरहेको छु। यहाँबाट काठमाडौँ, धरान, पोखरा लगायत सम्पूर्ण ठाउँ जाने गाडीहरू यहाँ पाउँछ। त्यसैले बस पार्कको अहिले काम पनि एकदम रफ्तार भइरहेछ। पहिलाको भन्दा अहिले धेरै राम्रो बनाइरहेको छन्। यता हाम्रो साथीहरू हुनुहुन्छ, काम गर्ने टोलीहरू हुनुहुन्छ। ल त है हजुर, अब फेरि भेटौँला तारालीको निगुरो टिप्ने ठाउँमा। ल हजुरहरू, फेरि केही छिनको यात्रा पछाडि म फेरि यो बुट्टाबारी भन्ने ठाउँमा आइपुगिसकेको छु। यो बुट्टाबारी हुँदै म अब तारालीको जङ्गल जानेछु। यो चाहिँ बुट्टाबारी हो। बुट्टाबारी मेन चोक भन्छ यसलाई चाहिँ। अनि यस पछाडि यो एसियन हाइवे अहिले बन्दै गरेको एसियन हाइवे चाहिँ यही हो। बुट्टाबारी पनि यही हो। ल त हजुरहरू, फेरि भेटौँला अब तारालीको जङ्गलमा भेटौँला है हजुरहरू। ल त हजुरहरू, फाइनली म फेरि आइपुगिसकेको छु। म अहिले भनेको ठ्याक्कै चाराली जङ्गलको यो आउँदाखेरि बाटोमा आउँदाखेरि मलाई लिएर आउने मेरो हेलिकप्टर यहाँ छ होइन। चाराली जङ्गलको यो हरियाली सामुदायिक वनभित्र आइपुगिसकेको छु। अब म जाने ठाउँ चाहिँ स्पेसली यहाँबाट गएर यो एसियन हाइवे हो। यो एसियन हाइवेबाट अलिकति परतिर गएर यो मास्तिरको जङ्गलमा जाने हो साथीहरू है। सबैजना अब जङ्गलमा गएर थोरै निगुरो टिपेर लैजाउँ भनेर निगुरो टिप्न आएको। अब मेरो लोकेसनमा आइपुगिसकेको छु साथीहरू। अनि यता चाहिँ अहिले भरे पर जङ्गलबाट निस्केपछि खाजा खाने ठाउँ यहाँनिर चाहिँ है साथीहरू। अनि म चाहिँ स्पेसली मेरो लोकेसनमा आइपुगिसकेको छु। अनि अब म जाने भनेको यो पारिपट्टिको जङ्गलमा हो मित्रहरू। ल है त, फेरि भेटौँला है जङ्गलभित्रको भिडियोमा। फाइनली साथीहरू, म पर मेरो हेलिकप्टर राखेर म फाइनली अहिले चाहिँ म यस जङ्गलभित्र जान लागिरहेछु। यो जङ्गलभित्र चाहिँ निगुरो टिप्नको लागि फाइनली साथीहरू। ल म अब चाहिँ म फाइनली साथीहरूलाई निगुरो टिपेको देखाउँछु र तपाईँहरूलाई कति निगुरो टिप्छु म तपाईँहरूलाई फेरि देखाउँछु मेरो ब्लगमा। हजुरहरू बनिराख्नु होला है। फाइनली साथीहरू, म त्यो पारिपट्टिको जङ्गलबाट निस्केर वारिपट्टि आइसकेको छु र साह्रै तिर्खा पनि लाग्यो जङ्गलमा होइन। निकै बेरको जङ्गलको घुमाइ पछाडि अनि धेरै गर्मी पनि भयो। त्यसैले अहिले म चाहिँ पानी खान गइरहेको छु। निगुरो टिपेको चाहिँ यति नै हो साथी हो। धेरै गर्मी भयो जङ्गलभित्र, रात डर पनि लाग्यो एक्लै जङ्गलभित्र होइन। र यहाँभित्र म चाहिँ पानी खानको लागि गइरहेको छु। दिदी पानी पाउँछ? यता म पसलभित्र गइरहेको छु। यता दिदी हुनुहुन्छ, पानी खान मन लाग्यो। धेरै गर्मी छ यहाँनिर। शीतल भने त अहिले अब घाम लाग्न थाल्यो। त्यही भएर अब गाइसहरू म चाहिँ आन्टीले पानी दिनुभयो, पानी खान लाग्यो है। यता माथिबाट आउँदै गर्दाखेरि यता पनि यस्तो रमाइलो ठाउँ रहेछ यता पनि। त्यही भएर अलिकति पस्न मन लाग्यो। यता गोल खेल्ने ग्राउन्डहरू पनि रहेछ होइन। अनि यतातिर सबैजना मजाले हावा खाने चिसो मौसम है। चिसो मौसममा चिसो हावाहरू चल्दो रहेछ। यहाँ बसेर धेरै आनन्द हुने रहेछ जङ्गलहरूको बिच। यता दाईहरू हुनुहुन्छ, बसिरहनु भएको छ दाईहरू पनि चिसो हावा खाएर। यता हाम्रो आमाहरू पनि दाउराको भारी लिएर जङ्गलबाट आइपुग्नु भएको रहेछ। हाम्रो आमाहरू हाँस्दै हुनुहुन्छ यता। आमा कहाँबाट तपाईँहरू जङ्गलबाटै दाउरा ल्याउनु भएको हो? ए ल, दाउरा काट्नु त गाह्रो होला है आमा जङ्गलमा? यता आमा हुनुहुन्छ, यता दिदीहरू दाउरा लिएर आइसक्नु भएको रहेछ। यहाँ दाउराको भारी लिएर उहाँहरू यो जङ्गलबाट, यहाँ माथिको जङ्गलबाट दाउराको भारी लिएर आउनु भएको रहेछ। यहाँ शीतलमा बस्नु भएको छ। ल है त साथीहरू, अब फेरि बाटोमा भेटौँला अर्को भिडियोमा है।